Hello guys, welcome back to my YouTube channel. It's me Dipsy G Gurung. थम्बनेल हेरेर त हजुरले थाहा पाइसक्नु भयो होला आज चाहिँ नि हामीलाई बर्थडेमा इन्भाइट थियो. सो मैले चाहिँ नि स्टार्ट गरेकै थिएँ हैन. अहिले बल्ल स्टार्ट गर्दै छु. अरु भिडियो चाहिँ नि हेर्नु होला हजुरले. ल साथीहरु यहाँ बेनाको बर्थडेमा इन्भाइट भएर हामी आएको. वहाँ हो दिदीको बुढा उहाँको बर्थडे. ल यता ससुराले खाँदै हुनुहुन्छ बजेर नि लिएर आएको हामी क्याप्टेन साहब उता चाहिँ नि दाइको फ्यामिलीहरू है साथीहरु यता चाहिँ नि हामीले स्न्याक्स खानु लागेको छौं लाइनमा छौं हामी चाहिँ नि पुसेले यता हाल्दै हुनुहुन्छ अनि अरु दिदीको इष्टमित्रहरू नि हुनुहुन्छ सो मैले चाहिँ नि यहाँ भोइस ओभर गर्दै छु अनि यता हेर्नु बजे अनि दिदी बेना हुनुहुन्छ सबैजना लाइनमा अनि मैले चाहिँ नि भिडियो बनाउँदै हो मेरो बुढा चाहिँ नि लास्टमा हुनुहुन्छ बजेलाई नि खाना खुलाएर लगो हामीले चाहिँ नि डुङ्गा रेस्टुरेन्टमा गएको यहाँ चाहिँ नि उहाँले कार्यक्रम राख्नु भएको थियो युकेबाट आउनु भएको छुट्टीमा अनि छुट्टीको मेसोमै बेना अब दाइ भने नि भयो मैले त उहाँको बर्थडे परेको हुनाले इन्भाइट गर्नुभयो हामीलाई पनि त्यही हो हामी गयौँ रमाइलो गर्यौँ मजाले पुसेले त बोलाउँदै हुनुहुन्छ के भन्दै हुनुहुन्छ त्यता चाहिँ नि गीत गाउँदै हुनुहुन्छ सो कपिराइट लाग्छ जै लाग्यो कि मलाई चाहिँ यता चाहिँ नि अंकल हुनुहुन्छ के रे अब दिदीको इष्टमित्र हो अब मैले त खासै चिन्दिन को भनेर त्यही पनि हेर्नु होला हजुरले को हुनुहुन्छ भनेर अनि यता चाहिँ मेरो बुढाले मलाई सर्भ गर्दै हुनुहुन्छ मैले मोबाइल लिएको थिएँ अनि स्न्याक्समा चाहिँ नि बदम भेज पकौडा चिकन मोमो अनि माछा थियो माछा टिक्का कि समथिङ के लेखेको थियो त्यहाँ चाहिँ नि त्यो साथीहरु हेर्दै जानु होला हजुरले आलु थियो यहाँ चाहिँ नि हेर्नु नै यहाँ त पिस्ता हो गाइस हामी चाहिँ नि नेक्स्ट के भन्ने उहाँको दिदी आउने बाँकी छ अझै हाम्रो खाना खाने टाइम चाहिँ नि घरमा 7 साढे 7 हो अनि त्यही हो खाजा खाने बेलामा चाहिँ नि अलि लेट हुन्थ्यो तर बजार चाहिँ छिटै दिन्थ्यौं यहाँ पुग्दा नि त्यस्तै समथिङ 7 बजे थियो अनि खाँदा यताउति गर्दा चाहिँ नि 8 बज्यो होला यो चाहिँ नि स्न्याक्स मात्रै हो के रे साथीहरु ल साथीहरु हामी चाहिँ खानु लाग्यो यता बजे नाति हेलो बेबी यता ल यता अब सबैजना खाना लाउनु भयो सबै खाना लाउनु भछ खानामा व्यस्त हुनुहुन्छ खानाको इन्जोय लिनु भयो सबैजनाले मस्त लाएर अनि यसो सरररर भिडियो गर्दैको उहाँहरु पनि मेरो भिडियोमा कैद होस् भनेर मैले चाहिँ नि ज्वाइँको बर्थडे पार्टी भन्नुभयो है साथीहरु यता ज्वाइँ फेरि भनै हो छोरी ज्वाइँ जेठी चाहिँ नि छोरी ज्वाइँ सबै युकेमा है त खानु खायौँ साथीहरु यता हाम्रो बजे चाहिँ नि अचम्म परेर चकित परेर हेरिराख्नु भछ सबैजनालाई के भन्नुभछ उहाँले चाहिँ नि ए खाए हुन्थ्यो नि सबै भ्याए हुन्थ्यो नि भन्नुभयो के कान्छा चाहिँ नाच्न जान लाउनु भएको के त्यही भएर अनि ल नाच हेरेर इन्जोय गर्नु होला साथीहरु हजुरले पनि आमा छोरा नाच्दै छ यतातिर ओ के रे दाइको दिदी र भेना र खाँदै हुनुहुन्छ अहिले मेरो बुढा चाहिँ नि एकदम रंग रसिलो हुनुहुन्छ जोश आछ नाच्ने यता बजेलाई नि देखाम भनेर अनि बजेर म चाहिँ यसो स्न्याप लिएको छु बजेर अहिले चाहिँ नि यसो टाइम पासको लागि त्यहाँ बस्दा खुसी बनाको बुढी आमालाई हेलो भन्नु यो गीत चाहिँ नि दिदीको फरमाइसमा है त साथीहरु आज भेनाको बर्थडे अनि नाच्दै हुनुहुन्छ त्यो एउटा हात किन त्यस्तो गरेको भन्दा ट्याटु हान्नु भएछ त्यही भएर
म चाहिँ नि हेर्नु न ग्यास्ट्रिक भएर पानी पिउँदैछु साथीहरू। डुङ्गा रेस्टुरेन्टमा गएको साथीहरू म त धेरै पटक गइसकेँ। यहाँ अस्ति नै हाम्रो दिदीको बिहा पनि यहीँ, बिहाको पार्टी भेनाले यता यहीँ राख्नु भएको थियो अनि आजीहरूसँग गएको थिएँ। म त धेरै गइसकेँ अनि यता गाइराख्नु भयो। अब के ब्यान्ड हो पनि उहाँहरू, म त खासै थाहा त भएन के अरे। अब त्यही नि सुनियो, राम्रो गाउनु हुने रहेछ सबैले। अब ड्रम सेटहरू पनि राम्रो बजाउनु भयो। ल अब यता बर्थडे 53 हो, 53 हो त्यो क्यान्डल। Happy birthday to you. Happy birthday dear Fena. Happy birthday to you. Happy birthday मनाउन आएको साथीहरू यहाँ युकेबाट छुट्टीमा। Happy birthday to you. Happy birthday ल भाइ, happy birthday। बजे त त्यो सबै बोकेर आएर केक राम्रो चाहिँ नलाग्ने। ल खाँदा झिक्नु मलाई त उहाँहरूले लगाइदिनु होला नि पहिला। दाइको फ्यामिलीहरू यता सबैजना, दिदी भेना अनि अब अरू पनि मैले राम्रोसँग चिन्दिनँ। यसो कैद गरौँ भनेर आगो मेसोमा। इच्छा भेनाको दिदी उहाँ चाहिँ नि, अनि यतापट्टि जानुभएको चाहिँ नि उहाँको माइजू, रातो लाउने भाइलाई पुरा खादा लाएर केक खुलाउन लाउनु भयो उहाँले चाहिँ। यता चाहिँ नि खादा लाउँदै फोटो सेसन चलिरहेको छ अनि अरू चाहिँ नि लाइनमा बस्नु भएको छ आफ्नो पालो कुरेर। मेरो दिन त कहिले नि आएन। यो के पो फोटो के हो यो? ल यता चाहिँ नि ज्वाइँलाई लगाइदिँदै हुनुहुन्छ ह्याप्पी बर्थडे। ल ल आज छुट्टीमा आएर यसरी बर्थडे मनाउने अवसर मिल्यो भेनाको। दिदी यता हेलो दिदी। यता हेर्नु है, ताली खै ताली यता हेर्नु ल ताली ताली बजाउनु। ल क्याप्टेन साहब ससुरा बाउजू। यता हेर्नु, ल ल यता हेर्नु कि यता। ठिक छ ल ल कति राम्रो ल भयो। मजाले लाग्नु ल बजे आमा। उहाँको चाहिँ नि नातिनीको बुढामा।
फोटो खिच्दैछौँ साथीहरू हामी चाहिँ नि यता क्यामराम्यानतिर हेरेर अनि यता दिदीले भिडियो लिँदै हुनुहुन्थ्यो मेरो मोबाइलबाट होइन म क्यामेराम्यान भनेको छु साथीहरू उहाँ दाइले गीत गाउनु लाउनु भयो है त अब यहाँ बर्थडेमा आउनुभएको दाइले मान्छेहरू सबै त्यहाँ तल जानुभएको गीत चाहिँ खास हाम्रो प्रोफेसन होइन सामसुङ तामाङको शब्द सङ्गीत चाहिँ सामसुङ तामाङ हो यो खास मलाई सुनिदिने धेरै हुन्छ कि जहिले पनि तपाईँले मिलाएर सुन्नुहोस् तपाईँलाई सुनिदिने हुँदा बुझिदिने पनि हुनुपर्छ त्यसैले एकदम बुझिदिनुहोस् कि उहाँ चाहिँ रियल गाइड चाहिँ त्यस कोसिस गर्नुभएको छ थ्याङ्क यू बजेरै नाच्दा जान्छ भनेर नजाऊ भनेर यहाँ यता हेर्नु आँटै छैन होला फोटोहरू हेरेर इन्जोय गर्नु होला साथीहरू मैले चाहिँ ब्लग इन भिडियो बनाएको छुइनँ सो यस लगतै म चाहिँ नि मेरो ब्लगलाई यहीँ इन गर्न चाहन्छु अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ओके बाई